म यति बेला सिन्धुली जिल्लाको दुधौली नगरपालिका 10 मंगलपुरमा आइपुगेको छु। यो गाउँ सीमान्तकृत दनुवार समुदायको बाहुल्यता रहेको गाउँ हो। साल भन्दा पहिले यो गाउँ यहाँ थिएन। दक्षिणतर्फ करिब आधा घण्टाको दूरीमा रहेको कमला नदीको किनारमा रहेको ठुलो थुम्सीमा रहेको दनुवार गाउँ कमलाको बाढीले विस्थापित भएपछि यहाँ आइपुगेको हो। त्यो यहाँ हामीले आउने कारण त्यही हो। खोलाले हाम्रो त्यहाँ बाढ पीडित लागेर हामी केही गाई गोरु जोगाउन नसक्ने भयो। के अरे गाईहरू चढाउने ठाउँै थिएन, सबै एकदम खोलाले भरभष्ट पारेको। त्यहाँदेखि हामीहरू अब के गर्नु, त्यहाँ बसेर भएन। त्यहाँबाट हामीहरू यहाँ आएर चाहिँ बसेको। मुख्य गरी खोला र नदी किनारहरूमा बसोबास गर्ने दनुवार समुदाय आदिवासी समुदाय हो। आदिवासी भए पनि दनुवार समुदाय वर्षेनी बाढीबाट पीडित मात्र होइन, विस्थापित भइरहेका छन्। कुनै बेलाका जमिनदार दनुवार अहिले सुकुम्बासी बन्दै गइरहेका छन्। यहाँका आदिवासी दनुवार जाति यहाँका पहिले सबैभन्दा जिम्मेदार हुने खाने वास्तव यहाँका स्थानीय सबैभन्दा दनुवार जाति नै थियो। तरले पनि आज दनुवार जातिहरूको जग्गाहरू धेरै नदी कटान भएर पनि अहिले गरिब सुकुम्बासी अवस्थामा पुगिरहेको छ। यो अवस्था दुधौलीको मात्रै होइन, तावा र कपुर खोलाको बाढीबाट आजित बनेका उदयपुरको कटारीका आदिवासी दनुवार समुदाय पनि हो। यहाँको खास उद्देश्य मतलब खोलाबाट ग्रस्त भनेको ताव खोला, बैजनाथ खोला र ककुर खोलाको तीनटा खोलाको दोभानले गर्दाखेरि यी बस्तीहरूलाई धेरै नै क्षतिग्रस्त पुर्याएको अवलोकन भइरहेको छ। दनुवारहरूले जति भोग चलन गरिरहेको त्यो जग्गाहरू त्यो सीमित अहिलेसम्म कमाइरहेको जग्गाहरूको मापदण्डसम्म चाहिँ पुगेको छैन, खोलाले नै छोडेको छ। दनुवार समुदाय बाढीका कारण सुकुम्बासी नै बन्दै गए पनि सीमान्तकृत दनुवार समुदायको जमिन जोगाउन कसैले पनि ध्यान दिएका छैनन्। जग्गाहरू जति पनि छन् हाम्रा पुरा नदी नालामै छन् र हामीले तटबन्धका लागि पटक पटक प्रयास गर्दा पनि हामीलाई हाम्रा कुराहरू सुन्दैनन् र यहाँ ठुला ठुला बाँधहरू लगाउँदा पनि हाम्रो कुनै पनि वास्ता हुँदैनन्। हामी जहिले पनि पछि परेका हुन्छौँ र अहिले पनि दनुवारको जग्गा लगभग खोला छेउमा सयौं हजारौं बिघा जग्गाहरू नदीमै र पानी नै बगिरहेछन्। त्यस कारणले गर्दाखेरि यस्ता विकास निर्माणमा उहाँहरूले केही देखाउनु भएको छैन र हाम्रा जति पनि छन् के अरे खोला नालाहरू त्यसमा हामीले पटक पटक माग्न जाँदा पनि उहाँहरूले व्यवस्था गर्नुहुन्छ।